हेलो नमस्ते स्वागत छ राधाको हेल्दी किचनमा। आज चाहिँ म हजुरहरूलाई बाहिरकोदेखि लिएर अनि खानाको भिडियो अहिले बनाउँछु। नौरथीको वर्ष बोकुरो फुलकोपी आलु अनि मटरको चाहिँ बिना चटनी राखेर तरकारी बनाउँदैछु। मैले चाहिँ अब तरकारी बनाउन सुरु गर्दैछु। सर्वप्रथम चाहिँ मैले तेल हालिसकेको त्यसमा यो मसाला जो मैले घरमै बनाएको हुन्छ त्यो मसाला मिक्स गरेर धोएको आलु आलुलाई ढाकेपछि चाहिँ मैले यसमा चिनी हाल्दैछु। चिनी मैले 2 मिनट जति यति चाहिँ ढाकेर राख्छु र फेरि चिनी ढाकेपछि चाहिँ अलिकति आलु पनि सफ्ट हुन्छ अनि चिनी पनि सफ्ट हुन्छ। बेसार जिरा धनियाँको पाउडर अलिकति रातो पिलो खुर्सानी तरकारी मसाला अलिकति चलाएँ त्यसमा जुन काटेको फुलकोपी थियो त्यो हाल्दैन। यसलाई पनि 2 मिनट जति चाहिँ ढाकेर राख्छु। यसलाई 3 मिनट ढाकेर राखिसकेपछि चाहिँ अब म यसमा चाहिँ टमाटर हाल्छु। यस्तो यम्मी देखिँदैछ तर अहिले चाहिँ यसमा म मटर पनि हाल्दैछु है। यो चाहिँ मैले उमालेको हरियो मटर। यसलाई आज मिक्स तरकारी मेरो तरकारी चाहिँ अब रेडी भइसकेको छ। प्लिज मेरो च्यानललाई लाइक सब्सक्राइब कमेन्ट गर्नुहोला अनि हजुरहरू पनि त्यही गरेर ट्राई गर्नुहोला। थ्याङ्क यू सो मच। वाउ।